नमस्ते, के छ खबर? आरामै हुनुहुन्छ होला सबैजना। म पनि आरामै छु भन्नुपर्छ। सो फेरि पनि एउटा नयाँ भिडियो लिएर चाहिँ म तपाईँहरु माझमा उपस्थित भइसकेको छु। सबैजनाले चाहिँ हेर्दिनुहुन्छ भन्ने आशा पनि गरिरहेको छु र जति पनि साथीहरु नयाँ हुनुहुन्छ त्यो साथीहरुले चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला र छेउमा भएको बेल आइकनलाई पनि बजाइदिनु होला। र जति पनि साथीहरु जोडिसक्नु भएको छ उहाँहरुले चाहिँ भिडियोलाई शेयर गर्न पनि नभुल्नु होला र के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला भन्दै म भिडियो चाहिँ अगाडि बढाउन जाँदै छु। सो लेट्स गो भिडियो है त। सो यतिखेर चाहिँ म घरमै छु भन्नुपर्छ। गाडी मेरो यतापट्टि रहेको छ। 7-8 दिनको बसाइपछि चाहिँ म 7 गते साँझ चाहिँ आइपुगे। म लगभग 8 गते भनौं। सो आज गाडी अलिकति भित्रको यताउति मिलाउने कामहरु रहेको छ। देख्न सकिन्छ। कताको त्यो तालचा खोल न। सो हिजो र आज चाहिँ मौसम एकदम क्लियर चाहिँ छ हैन भन्नुपर्छ। गाडी चाहिँ धोइधाइ गरेर छाकोसँग चाहिँ राखिएको छ। अब सायद म भोलि या पर्सितिर चाहिँ लोड गर्छु होला। मेरो अलिकति यो टायरहरु पनि रिसोल्भ गर्न पर्ने चाहिँ भएको छ। तर पनि 2-4 टिप चाहिँ हानेपछि गरमला भनेर चाहिँ मैले पठाएको छैन। यो टायर है अनि उतापट्टिको जोडी टायर। सो गाडीको फाटोफुटो कामहरु चाहिँ गराउनु छ। गराउनलाई त्यही पनि अब घर आएर बसेछ। अब भोलि सायद लोड गरेर जाँदाखेरि चाहिँ गराउँछु होला। सो यो टायर पनि रहेको छ है। तर चल्न त चल्छ। फेरि यो समयमा चाहिँ अलिकति डेन्जरै हुन्छ किनभने कट स्याप लगाइहाल्यो भने खेरै जान्छ भन्नुपर्छ। सो म चाहिँ अब गाडीभित्र जान्छु। गाडीमा हल्काफुल्की काम गर्नु छ, सरसफाइ गर्नु छ, भित्र कचडाहरू कबाडहरू चाहिँ बाहिर निकाल्नु छ। मेरो बुढी पनि आकी छ। ओ सब सिटको खोलाहरू चाहिँ निकालेर धोइसकेपछि मेरो गाडीको यस्तो छ है। माथि पनि पुरै कालो भएको थियो यो सिटहरू। यता माथि सबै अहिले मजाले साबुन पानी सराब पानी लगाएर चाहिँ धोइसकेपछि क्लियर कट एउटा सिट चाहिँ बाहिर निकालेछु मैले भिजेको भएर चाहिँ। गर्मी छ, झ्यालहरू खुल्नु पर्ने छ। बाटोको अवस्था अझै पनि त्यस्तै छ है। खुल्ने अवस्था अझै पनि छैन किनभने 14 गतेसम्म चाहिँ हाम्रो यो पुल सुचारू नहुन्जेलसम्म लोड नगर्नु होला। मालवाहक गाडीहरूलाई चाहिँ त्यस्तो सूचना चाहिँ आएको छ। तर कतिपयहरूले लोड गरेर पनि जानु भएको छ। 4-5 दिन लाएर बल्ल क्रस गर्नु भएको छ हैन। डाइभर्सन चाहिँ बनाएको नै छैन किनभने अब दैनिकी मात्रामा चाहिँ आजकल पानी आउने भएको कारणले गर्दाखेरि चाहिँ अलिकति बाढी आइदिहाल्ने, दिनभरि बनाए राति बगाइदिहाल्ने, त्यही भएर चाहिँ त्यो बनाएको छैन। अब 14 गतेपछि खुल्ने भन्ने कुरो छ। सायद म चाहिँ अब भोलि लोड गर्छु होला किनभने गाडी धेरै बेर राख्यो भने पोहोर पनि ब्याट्रीले त्यस्तै धोका दियो हैन। नयाँ ब्याट्री छ। अब भोलि लोड गर्छु अनि पर्सि हिँड्छु। 2-3 दिन यसो जान्न पर्यो भने अब त्यस्तै बर्खायाममा अलिकति भाडा बढेको पनि छ। घर बसेर मात्रै पनि भएन, बोर पनि लागिसकेको छ। सो यस्तै छ। म चाहिँ खासमा आज यहाँ गाडीमा चाहिँ यो भित्रको कबाडी सामानहरू के छ सब निकालेर चाहिँ फ्याक्ट्रीमा चाहिँ रहेको छु है। अरु त त्यस्तै रह्यो साथीहरु, दुःख पाइयो। अब को साथीहरु कता हुनुहुन्छ। सो यस्तो हुन्छ हाम्रो यो 24 भोल्ट ब्याट्री है। कतिपय साथीहरुलाई चाहिँ एउटै मात्रै ब्याट्री हुन्छ भन्नुहुन्छ। यो चाहिँ 24 भोल्ट ब्याट्री हाम्रो। दुईटा जोडेर मात्रै 24 भोल्ट भएको छ है। सो मैले चाहिँ अहिले यो सामानहरु कचडाहरु चाहिँ यति निकालिसके। यो चाहिँ अब एक्जस्टरहरु रह्यो, यो ह्याङ्गरहरु भाँचिएको हैन। हाम्रो बेलुन सबै साफ गरे च्याप्टरसँगले। मेरो एउटा सिट चाहिँ यतापट्टि छ। यतापट्टि यो र्याक्जिन लिएर आउँछु मैले भोलि। यसलाई मैले गराउन पर्ने छ। यो र्याक्जिन च्यातेर चाहिँ यस्तो भएको छ। सो आजको दिन पनि अब यतिकै गयो है। भिडियो पनि खासै त्यस्तो ल्याउन पाइएको छैन। सो त्यस्तै छ।
सो मेरो छोरी पुन्ते नमस्ते के छ खबर भन्दा नि त के छ खबर 4 बजिसकेको छ अनि मेरो छोरी पनि आइसकेको छ यता चाहिँ हाम्रो मम्मी दियानाको मम्मी मेरो चाहिँ के पर्छ बुढी मेरो बुढी पो पर्छ त त्यही न सो रमाइलो पनि गर्नुपर्छ हैन पानी चाहिँ अब पर्ला जस्तो अवस्था चाहिँ छ तर परेको छैन हैन अब भोलि चाहिँ अब लोड गर्नुपर्छ किनभने धेरै दिन बसेर हुँदैन 2-3 दिनमा चाहिँ सायद अब 14 गते आउनलाई पनि टाइम छैन खासै 11 गते लोड गरिन्छ त्यसपछि 12 गते हामी हिँड्छ पश्चिमतिरको मैले माल धेरै कुरे अब लगभग 2-3 दिन 4 दिनै भइसक्यो हैन अहिलेसम्म पश्चिमको चाहिँ सिमेन्टीहरू फाटाफुटा निक्लिन्छ त्यो फ्रीमा बोके जस्तो हुन्छ हैन त्यसकारणले गर्दाखेरि पनि अब खासै कतै पनि गइएको छैन मजारी बसेको छ सो अब चाहिँ जान पर्ने हुन्छ यताउति नत्र भने यता करिडोरको बाटो भएर पनि बेनी बागलुङको माल चाहिँ खोज्न पर्ने हुन्छ जान पर्ने हुन्छ सो यस्तै नै रहेको छ भिडियो जस्तो भए पनि माया गरिदिनु होला हेर्दिनु होला साथीभाइहरू कता कता हुनुहुन्छ के गर्दै हुनुहुन्छ जाममा हुनुहुन्छ के छ कमेन्ट पनि गरिदिनु होला हैन जानकारी के छ अहिले चाहिँ म अब 2-3 दिन भइसक्यो घर बसेको अहिले मलाई त्यतितिरको अलि जानकारी पनि छैन सो कस्तो छ बाटोघाटो हिँड्न दिएको छ छैन सो सबै बताइदिनु होला अनि अब जति पनि साथीहरू नयाँ हुनुहुन्छ त्यो साथीहरूले सब्स्क्राइब बटनलाई पनि क्लिक गर्न नभुल्नु होला भन्दै मेरो छोरी र म छोटो मिठो आज घर परिवारसँग पनि बसेको छ अलिकति गाडीको छोटो मिठो भिडियोबाट चाहिँ सो यही बिदा हुन चाहन्छु सो बाई 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 छोरो बाई बाई मम्मी बाई बाई मम्मी बिजी सो बाई बाई साथीहरू